मलाई म भन्दिनँ, मेरो मिसेसले भन्छ म कहाँ कहाँ सबै कुराहरू नखोल्नु ब्लगमा। क्या त साँच्चै त्यसो गर्दा गाइस म चाहिँ यहाँनिर अब खाना खान गइरहेको छु। आजको यो चिकन खाना। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र आज घाम लागिरहेछ र यो चस्मा चाहिँ नकल पारे भनेर नभन्नुहोस् है, नकल पारेर लगाएको होइन, घाम छोड्नको लागि लगाएको। पुरा घाम लागिरहेछ, आँखा चिम्से गर्नुभन्दा चाहिँ चस्मा लगाएर गऱ्यो भने चाहिँ यसो आँखालाई पनि शीतल हुन्छ नि त। यो सनग्लास हो। र म चाहिँ तपाईँलाई के भन्न चाहन्छु भने अहिले म काममा छु र यहाँनिर हाम्रो इटा छ, यहाँनिर नियर इटा। यो नियर इटा चाहिँ एकदमै दामी रहेछ है, कडा बद्दो रहेछ यो। हेर्नुहोस् यहाँनिर म फाल्छु, म यसको आवाजै कस्तो कडा सुन्दैछ हेर्नुहोस्, यस्तो फलाम जस्तो सुन्दैछ। यो हाम्रो छिनो फाल्दाखेरि कस्तो आवाज आउँछ त्यस्तै आवाज आउँदैछ। यो इटा चाहिँ एकदमै राम्रो लाग्यो मलाई। तपाईँहरूलाई पनि कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। यो नियर इटा चाहिँ हेर्नुहोस्, नियर इटा, यसको आवाजहरू राम्रो छ, पुरा कडा रहेछ, दामी छ यो। तपाईँले पनि घरमा लाउँदाखेरि यही खालको इटा लाउनुहोस्। यो मेरो पछाडि एउटा प्लान्ट छ। हामी चाहिँ मैले थाहा पाएको चाहिँ हात्तीसुडे फुल भन्छ, अनि इङ्ग्लिसमा के भन्छ है म थाहा छैन। तपाईँहरूले कमेन्ट गर्नुहोस् यो फुलको नाम चाहिँ के हो भनेर। यसको फुल यो फुलको चाहिँ एकदम हात्तीसुडे जस्तै लामो भएर यसरी पुरा भुइँमा झर्छ है। यो तपाईँहरूले यसको नाम चाहिँ भन्नुहोस् ल, के हो यसको नाम चाहिँ। हामी चाहिँ भर्खरै खाजा खाएर पानी खाँदै बस्दैछौँ। हाम्रो खाजा खाने टाइम भयो, हामी 1 बजी चाहिँ खाजा खान्छौँ हामी साथीहरू। तपाईँहरूलाई पनि भोक लाग्यो होला, खाजा खानुहोस्। गाइस हाम्रो अब यहाँनिर फुलबारी स्टार्ट भइसकेको छ। अब हेरौँ कति सक्छौँ, हेर्दै जानुहोस् तपाईँहरूले। यहाँनिर हामी फुलबारी बनाउन आँटेको छौँ, फुल रोप्ने ठाउँ। अहिले हामीले यहाँ फुल रोप्ने ठाउँ पनि बनाइसक्यौँ। हेर्नुहोस् यहाँसम्म तयारी भइसकेको छ। अब अझै यहाँ पर पनि बनाउनु छ। यहाँ सबै यस्तो एल सेपको, हेर्दै जानुहोस्। अनि हाम्रो यहाँ भैयाहरू काम गर्दैछन्। यहाँनिर हावाघर हो। हाम्रो मालिक बाउ क्लिन गर्नुहुँदैछ बडा। फाइनली गाइस आजको काम सकिसकेको छ। अब चाहिँ म घर जानेछु। यहाँसम्म हामीले जोड्यौँ, यहाँदेखि यहाँसम्म। अब त्यहाँ पर चाहिँ अब फेरि बोली जोडिन्छ। अब चाहिँ म घर जाँदैछु। पुरा भोक लाग्यो अनि आज पुरा चिकन खानु मन लागेर आज चिकन पनि ल्याएको छु मैले। आज चिकन मजाले फ्राई गरेर खाने अनि सुत्ने। फाइनल गाइस मैले सबै गाई सकेर है, गोबर सोबर सोकेर छोइसकेर म मुख भगवानको नुहाइ गरेँ है, फ्रेस भएको छु। र भोलि म कहीँ जानु छ र म तपाईँलाई अहिले भन्दिनँ है, म तपाईँहरूलाई भिडियोको लास्टमा भन्छु। किनभने अहिले भनिहाल्यो भने तपाईँहरूले भिडियो हेर्नुहुन्न। किनभने भिडियोको लास्टमा तपाईँहरूलाई म कहीँ जानेछु र भन्नेछु त्यो ठाउँको नाम। र यहाँनिर चाहिँ मेरो नानीहरू छ। अनि यहाँ के भन्छ सन्दीप हेलो भन्दैन। अनि यहाँ चाहिँ छ लीला हेलो भन्दै, हाई भन्दैन, हाई भन्दैन छिटो। त्यो साथीहरूले पनि हेर्छ है, मेरो साथी के अरे, त्यो साथीको नाम के पो अरे, हेलो भनिदियो है, हेलो भन्दैन हो। त्यसरी भाइले सिकायो त अनि, भाइले सिकायो त अनि हेलो भन्नु। अहिले त अगाडि आएको छ भन्दै। लाइक कमेन्ट सब्सक्राइब गरिदियो भने त साथीहरूलाई छिटो हाँसेको गर्नु। मेरो छोरी छ, छोरी साँझ स्कुलबाट आएर के पढी यहाँ गाइसहरूलाई भन्दै, साथीहरूलाई भन्दै, मेरो साथीहरूलाई भन्दै, मेरो भ्युर्सहरूलाई भन्दै के पढी छिटो।
ए भाइ पनि आएको भन्दै लगाइदिउँ म दिदी मात्रै समायो भनेर ल त्यही चढाएको एउटा त्यसो भाइ अनि यहाँनिर चाहिँ सम्झनाले के चिकन अघि मैले तपाईँलाई चिकन भनेको थिएँ यहाँ धनियाँ सनियाँ हालेर मजाले खाउँ लाग्दो बनाएको छ अहिले एकछिनमा तपाईँहरूलाई म खाएको पनि देखाउँछु ल यहाँनिर चाहिँ आमाको सब्जी पाक्दैछ गाइस म चाहिँ यहाँनिर अब खाना खान गइरहेको छु आजको यो चिकन खाना फाइनली गाइस अब चाहिँ म चाहिँ खाना खान आँटेको छु नुन लागेन छ नि त म नुन अलिक कडा खान्छु गाइस म चाहिँ जहिले पनि भात खान बस्दाखेरि पानी लिएरै बस्छु कतिले भन्ने गर्छन् भात खाँदाखेरि पानी नखानु भन्छन् है पानी चाहिँ आधी घन्टामा चाहिँ खानु भन्छ तर म चाहिँ भात खाँदाखेरि अड्किहाल्छ त्यही भएर पानी साथमा लिएर बस्छु यही पनि म सेकेन्ड चोटि थपेर भात खाँदैछु गाइस तपाईहरुले चाहिँ कतिचोटि भात थपेर खानुहुन्छ कमेन्ट गर्नुहोस् म चाहिँ दुई चोटि थपेर खान्छु
मैले अघि तपाईहरुलाई भनेको थिएँ है म कहाँ जाँदैछु भनेर र म तपाईहरुलाई म भन्दिनँ मेरो मिसेसले भन्छ म लिलाल त भनिहाल्यो त अघि मम्मीलाई फोन गरेर म कहाँ छु भन् त लु भन् त तेरो दादा कहाँ जाँदैछ भन्नु भन् छिटो हो ल राजस्थान के भन्छ हौ राजस्थान अरे जान्छु नि आएर भोलि पल्ट हाल्छन् हौ हो र त्यसरी कहिले डाइरेक्ट गरेर हाल्दैन नि त भाउजूबाट सिक्नु नि क्यामेरा तेर्दै रहेको छ हौ कहाँ छैन बन्द गरिरहेको छु नि क्यामेरा त टचमा त हालेको ओइ पानी पख्यो खुट्टा धुम न हौ त्यसो पो कुरो त भन्छ किन हेरेको बनाइरहेको रुनु रहेछ किनकि भाउजू बोलाएर म चाहिँ यहाँ अचानक केही परेर आएको त्यस्तै सबै कुराहरू भन्नु मिल्दैन भन्नु सबै कुराहरू नखोल्नु ब्लगमा अनि अरू चाहिँ तपाईँ घरमा आएर म यहाँ जाँदैछु अस्तिको राजस्थानको घुमेको राजस्थानमा छु भन्थ्यो त यतै छ हो त्यस्तो हो नि त ब्लग भनेको चाहिँ तपाईँले त्यहाँ जाँदैछु ए यो त यहाँ पो रहेछ त अरे भन्ने हुन्छ त्यही थाहा छ अस्ति मलाई हेमन्त सरले चाहिँ के भन्यो भने राजस्थानमा थियो म त यहाँ डुलिरहेको छ त भन्छ अनि यही हो नि राजस्थान भिडियो टर्च लाइट देखाइदिएको हौ के देखाउनु बत्ती आइरहेको छ नि नसाक देखाएको नि क्या तिमी त्यो साँच्चै त्यसो गर्दा हो देखा त त्यो हुन्छ नि त्यो एक प्रकारको त्यो एडिटिङ गरेको जस्तो हुँदो रहेछ एकपल्ट गर यो पक्रि त म हेर्छु नि एकपल्ट के हेर्ने हेर्ने फोनमा कस्तो ए फाइनली गाइस आजको भ्लगलाई यतिमै राख्दछु र कस्तो भयो के कस्तो भयो आजको भ्लगमा तपाईँले कमेन्ट गर्नुहोला र फेरि पनि नेक्स्ट भिडियो नआउन्जेल तपाईँले प्रतीक्षा साच्नुहोला नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् भनिकन म बिन्ती गर्दछु र फेरि पनि नेक्स्ट भिडियो हामी भेट्छौँ बाई बाई गुड नाइट